बगैँचामा आएको छौँ न बिहान बिहान हो यो चाहिँ कसरी यो पर्सिङ यो गोल्डिङ स्याउ सरकारी स्याउमा भनेर म सिकाउन आएको छु न। छोटो चाहिँ ट्रिक छ न, त्यो ट्रिक पराएको हाम्रो गाउँको मान्छेहरूलाई थाहा छैन न, तर यो भिडियो मार्फत म भन्ने थिएँ कसरी गर्ने छ भनेर न। अब यो चाहिँ हेर्नु सक्नु, यो चाहिँ गोल्डिङ स्याउ है, यो चाहिँ गोल्डिङ स्याउ हो। अनि उता चाहिँ सरकारी स्याउ छ क्या, गोल्डिङ स्याउ कसरी पर्सिङ गर्ने सरकारी स्याउमा भनेर सिकाउन आएको छु। यो छ नि त, यो आएको चाहिँ यो चाहिँ अब फुल फुलेको छ न, यो चाहिँ फुल फुलेकै छ। अब यो चाहिँ गोल्डन हो नि त। अब उता सरकारीमा लिएर कसरी पर्सिङ गर्ने भनेर देखाउने छु म चाहिँ। यो गोल्डन छ नि त, यसको अब यो गोल्डनमा होइन यो फुल छ नि त, यो फुलको पात फालिने होइन यसरी। अनि यही बाटी मात्रै होइन, यो भित्र पुन केसर अनि स्त्री केसर के भन्ने हुन्छ न, यसै भित्र यही बाटी मात्रै होइन हामीले चाहिँ 40-45सम्म एक फुलमा पर्सिङ गर्न सकिन्छ कि यस बाटी मात्रै। अरू केही गर्नु पर्दैन क्या हामीले, यो फुल फुले ठाउँ मात्रै होइन यसो हेरेर यसमा टच मात्रै गरिदिए पनि चल्छ क्या, टच मात्रै गरिदिए नि पर्सिङ भइहाल्छ क्या। यसरी यसरी टच गरिदिए नै पर्सिङ भइहाल्यो क्या यसको, यसरी यसरी टच गरेर नि पर्सिङ भइहाल्छ। तर हामीले यति धेरै छ नि त, यो अब यति धेरै हुन्छ फुल यसरी गर्न तर सम्भव हुन्न नि त, लास्ट गाह्रो हुन्छ नि त। त्यही कारणले होइन हामीले चाहिँ खासमा बोल्डिङ जोड्नुपर्छ कि रुखमा बोल्डिङ जोड्यो भने चाहिँ धेरै राम्रो क्या, यस्तो जोड्नुपर्छ। यही नभएर पनि होइन हामी चाहिँ अब प्लास्टिक गर्ने अथवा बट्टा गर्ने त्यसमा चाहिँ हामीले चाहिँ यति चाहिँ काटेर यस्तो रोप्ने होइन, यसरी लगाउने क्या। यसो लगायो भने चाहिँ किनकि हामीले मौरा आउँछ नि फालुङमा, मौरा आएर मौराले बेस्ट हो कि मौराले पर्सिङ गर्ने, मौरा आएर पर्सिङ गर्छ, त्यही कारण बेस्ट हो कि हो। यो चाहिँ अब ट्रिक हो, अब गर्न सक्ने मान्छेले त अब गरे पनि भयो, नसक्ने मान्छेले चाहिँ त्यो फुल चाहिँ हाल्नु पऱ्यो क्या रुखमा चाहिँ, फुल चाहिँ बानी गरेर फुल चाहिँ हाल्नु पऱ्यो। त्योभन्दा बेस्ट चाहिँ अब गोल्डन जोड्नु पऱ्यो। अब फेरि यहाँ हेर्न सक्नु चाहिँ पछाडि, यो पछाडि देखिरहेछ नि त हो, योमा चाहिँ हामीहरू अघि जस्तो कुखुरा हालेर अघि चाहिँ पोलिस्टिक ल्याएको थियौँ, अहिले चाहिँ हेर्न सक्नुहुन्छ है यो डोक्खैमाथि के डोक्खैमाथि ल्याएछौँ क्या। अन्त है यो चाहिँ बट्टाहरू है, अरू एक बट्टाहरू डोक्खैमाथि लिएर अब हाम्रो बगैँचा चाहिँ उता है, तपाईँहरू थाहा पाउनु भयो होला उता है हाम्रो बगैँचा। अनि उता जान लागिसकेको छौँ है। अब चायतिर यस्तो रङ्गी चङ्गी है, यस्तो पुरै 11 बजेको होला क्या। अहिले चाहिँ यति धेरै बट्टा लिएर आएको छौँ क्या चाहिँ, त्यो बट्टा लिएर आउँछौँ, यो सब बट्टाको बनाउने अब माथि गएर हाल्ने हो कि सब बट्टाको अब कसरी पर्सिङ हुन्छ त्यो सबै देखाउने छौँ न माथि, यी सब बट्टा हाल्ने हो कि। अहिले चाहिँ डोक्खेमा लागेको छौँ, हाम्रो चाहिँ यस्तो छ क्या चाहिँ। हामी अब माथि उता हाम्रो बगैँचामा जानेछौँ न, आसन कि हेर्न सक्नु छ है, ए देखिरहेको छ नि, तर क्यामेराको राम्रो क्वालिटी नभएर है यस्तो भेर आयो कि हेर्न सक्नुहुन्छ है। पुगिसक्यौँ न, यो चाहिँ हाम्रो बगैँचामा, यो बगैँचामा हामीले बाँडिरहेको छौँ कि यो चाहिँ फुल, यो चाहिँ बट्टा क्या। हामी आज यो जस्ट लिएर ल्याएको न बट्टा त देखा, यही निस्केको बट्टा, यो चाहिँ बट्टा हुने है। यो चाहिँ अहिले उता बाँधेर झुराउने होइन, यो चाहिँ उता बाँधेर झुराउने। हामी चाहिँ 3 जना छौँ न, दाइ म भाइ चाहिँ आएको छौँ 3 जना। अब यो चाहिँ पानी चाहिँ माथि हाल्ने हो क्या। यो चाहिँ पानी होइन गाइस, यो बट्टा चाहिँ मैले झुरिसकेको छु है नि, हेर्न सक्नुहुन्छ। पहिले ल्याए अनि अरू नि ल्याए। यो चाहिँ हेर्न सक्नु गाइस, यो चाहिँ गोल्डन स्याउ है, पर्सिङ गर्नाले यता झुमले निमित्त हाल्छु है, किनकि पानी हाल्नुको कारण के भने चाहिँ सुकेर नि त यो धेरै दिनसम्म हरियो र फुल्छ कि चाहिँ। यस्तो चाहिँ हाल्नुपर्छ गाइस, फुल फुल हेर्न सक्नुहुन्छ कसरी फुलेछ क्या, फुलेको बगैँचामा फुलै फुल फुलेछ क्या। मौरीहरू पनि यति धेरै आएको छ क्या, हुन्छ आज मौरी के एउटा मात्रै ल्याएको सुगन्ध नि अर्कै टाइपको आउँछ क्या, लास्ट राम्रो सुगन्ध आउँछ। यति
गऱ्यो भने यो होला अब चाहिँ होइन हामी आइसकेको छौँ है कस्तो गर्नुपर्छ भने यो चाहिँ प्लास्टिक है यो प्लास्टिकमा पानी सानी हालेर पानी हालेर यो चाहिँ गोड्ने है यसलाई चाहिँ पानीमा ल्याएर धुपमा भिजाउने यो चाहिँ यसरी रुममा गएर झुन्डाउने हो कि किनकि मौराले कर्सिङ गर्छन् है यो झुन्डासी बिहानीको मौसम है गएपछि चाहिँ हेर्न सक्नुहुन्छ है गाइज यो चाहिँ हाम्रो फार्मको टुप्पामा गएको छु नि म चाहिँ अहिले उता चाहिँ हाम्रो गाउँ है उता पर चाहिँ गाउँ छ वरो चाहिँ ठिकै छ होइन पुरै फुलफुले छ क्या यही फुलफुले छ होइन हाम्रो यो चाहिँ फार्म हो है हेर्न सक्नुहुन्छ पुरै फुलफुले छ क्या वरो पुरोसम्म यही फुलफुले म त रुसाउको रुखको टुप्पामा आएको छु है यही फुलफुले के त्यो चाहिँ म चाहिँ यति माथिमा आएको छु कि यति माथि आएको छु अहिले चाहिँ हाम्रो घर चाहिँ वही नै हो है त्यहाँ उता ठिङ्गे उता छ है हाम्रो घर चाहिँ निलो जस्तो हाले हो हो यही चाहिँ हो हामीले झुरा होइन अहिले चाहिँ हेर्न सक्नुहुन्छ पुरै यस्तो पारि फुल फुलेको छ क्या बगैँचामा पुरै छ क्या पुरै फुल फुलेको छ मौरीहरू पनि झ्याँ झ्याँ गएर बास आवाज आइरहेछ कि चाहिँ हेर्न सक्नुहुन्छ पुरै बगैँचामा फुल फुलेको छ क्या मौरी पनि यति धेरै आएको छ क्या आज चाहिँ